लो है गाइस, हामी त आज पनि लागे हिउँ खेल्न माथि डाँडातिर। आज चाहिँ यो कम्पनीदेखि यता माथिको डाँडामा हिउँ खेल्न जाम भनेर निस्किँदैछु। हामी 4 जना छौँ, म यहाँ छु, 1 जना यता, हाम्रो 2 जना छ अगाडि हुनिसकेछ। अविनाश, ओ अविनाश, हेलो भन्दै हुनु त। हुन्छ हिउँ ल हेरौँ, गाडी चाहिँ सबै यस्तो हिउँले ढाकेछ है। यस्तो छ है। अब नेपालमा हुँदाखेरि हिउँ खेल्न पाइएन, यहाँ चाहिँ खेल्न पाएको बेलामा यसो खेलिदिउँ भनेर ठुलो हेरौँ यहाँ। ल गड्यो ल एक हिउँ खेल्ने मन छ भने चाहिँ आयो हुन्छ है। यसो त हामी चाहिँ माथि डाँडामा जाने भनेको हिँड्दैछौँ। ल हेरौँ, यस्तो छ पुरै हिउँ छ। कस्तो कस्तो छ तपाईँहरूको मनोरञ्जनको लागि होइन? ल ल हेरौँ है, यस्तो छ। ल हेरौँ, पुरै सेतो छ। यहाँ चाहिँ रोड थियो, रोडमा नि पुरै हिउँ बस्छ। अलिअलि सिमसिम पानी परेछ। हेर्नुहोस् यस्तो छ। अहिले उहाँ माथि गएर खेल्ने हो क्या? होइन हिउँमा हिँड्दाखेरि चाहिँ अहिले एउटा छुट्टै अर्कै अनुभव हुँदो रहेछ। त्यो के भन्छ त्यसलाई, फर्ममा हिँडे जस्तो अनुभव हुँदो रहेछ नि त, कतामा हिँडे जस्तो। भिडियो त्यहाँ बनाएन तिमीले, खतरा भयो एक्सिडेन्ट यार। खोइ डल्ले खतरा पछाडि ल फेरि वान्स मोर। ल यहाँ चिपडेटी खेलौँ न, चिपडेटी केमा खेल्दा नि त बोतलमा बसेर खेल्यो म त। मिल्दैन
यहाँ त यो बाटो मिल्छ क्या यहाँ डल्लो त्यहाँ होइन यसमा त्यहाँ मिल्दैन क्या कपडा। मान्छे हिँड्ने साह्रो पर्छ क्या यहाँ कपडा भिजै छ भाइ भगवान् चाहिँ दामी हुन्छ यहाँ त रोकिन सकेन नि भाग्छ थाल लिएर आउनुपर्छ थाल बिजेदालाई धलाइदिन्छ ल त हो आफै त ए न्यानो हुन्छ क्या अहिले बसेर हेर्छ कि हिउँ परेको अघि यस्तो दामी परेको थियो कस्तो दामी देख्यो क्या ल अब विजय आऊ क्यामराम्यानमा हुनुहुन्छ हाम्रो विजय गुरुङ पोखरादेखि अहिले चाहिँ हामी हाम्रो कम्पनीभन्दा थोरै माथिपट्टि आएको छौँ यो खेल्नलाई आउनुहोस् फलो गर्नुहोस् मलाई हिँड्नुहोस् यो चाहिँ ल यहाँको लोकल मान्छेहरूसँग सोद्धा चाहिँ करिब 7 वर्षपछि रोमानियाको क्लुज नापोका भन्ने दोस्रो ठुलो सहरमा चाहिँ यति बाग्लो हिउँ परेको चाहिँ नि करिब 7 वर्षपछिको अनुभव हो यो भन्दैछन् भन्ने कुरा चाहिँ हामीले यहाँको लोकल बासिन्दाहरूसँग बुझ्दा चाहिँ त्यो कुरा चाहिँ थाहा पाएको छौँ र हामी यस ठाउँमा आएर बस्दै गरेको करिबन 15 महिना 15 महिना भयो र 15 महिनाको दौरानमा गत सालको डिसेम्बरदेखि लिएर जाडो महिनामा हेरौँ भने गत सालतिर फर्केर हेर्दा गत साल चाहिँ यस्तो बाग्लो हिउँ परेको थिएन हिउँ त परेको थियो तर योभन्दा 4-5 गुणाले कम्ती परेको थियो र यो साल चाहिँ धेरै हिउँ परेको छ अहिले चाहिँ नि न्यु इयरको बेला र क्रिसमसको बेलाले गर्दा चाहिँ हामीलाई चाहिँ अलिक सजिलो भएको छ किनभने हाम्रो कम्पनीले हाम्रो टन्नै छुट्टी दिएको थियो र हामीले यहाँको हिउँलाई महसुस गर्न पाएको छौँ साँच्चै पनि भन्नुपर्दा हामी नेपालीहरूलाई हिउँको अनुभव गर्नलाई हिउँ खेल्नलाई त्यति नौलो कुरो त होइन किनभने हाम्रै ठाउँमा पनि योभन्दा नै बेसी बाग्लो हिउँ पर्ने गर्छ होइन र नेपाली मध्येमा अब सम्पूर्ण नेपालीलाई त्यो अपर्च्युनिटी नमिल्न नि सक्छ तर हामी चाहिँ मध्य पहाडी क्षेत्रको मान्छे भएको कारणले गर्दा नि हाम्रै गाउँभन्दा माथितिरको लेकमा नि योभन्दा नि बाग्लो हिउँ पर्ने गर्छ त्यही भएर हामीलाई चाहिँ हिउँ परेको खण्डमा त्यति आश्चर्यचकित लाग्ने खालको अनुभव त केही पनि छैन होइन विजय हाम्रो लेकमा नि योभन्दा नि बाग्लो हिउँ पर्छ तर यहाँ आएको बेलामा परदेशी भूमिमा हिउँ खेल्न पाउनुको मजा नै छुट्टै छ त्यही हो देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू आमा बुवा हजुरआमा बाजे सम्पूर्णलाई यो कर्मभूमिबाट इङ्ग्लिस नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना तपाईँहरूले आँटेको ताकेको र सोचेको हरेक कुराहरू पुरा होस् नयाँ सालको आगमन सँगसँगै हजुरहरूको नयाँ गन्तव्य नयाँ सपनाहरू सिर्जनाका साथसाथै पुरा पनि होस् भन्दै म बिदा हुन चाहन्छु क्यामराम्यानका साथ विजय गुरुङ र म राज बाई उता गर न अब बिदा मान्छे त मैले बिदा मान्छे तिमी बिदा गरिदिनु क्या लु अब हाम्रो डल्लेको पालो आयो नि त डल्ले ल त्यही भनिदियो नि त मेरो भ्लगमा आफै बिजी छ यहाँ भिडियोमा दामी हुन्छ नि ल यतै माछा मारे त्यस्तो नगरौँ न त्यस्तो हुन्छ अहिले म त अलग कता गरेको ट्राफिक पर्छ जोर यहाँबाट फोटो खिच्दैन अलिकति दिउँसो भएको चाहिँ अलिकति राम्रो देख्थ्यो होला अहिले अँध्यारोको समय भएको भएर त्यति राम्रोसँग हिउँ परेको देखेको छैन तलपट्टि चाहिँ
पर्न चाहिँ सबै ठाउँमा परेछ, पुरै सेतै छ। अहिले त्यही राति भएर त्यति राम्रोसँग नदेखेको। यहाँ चाहिँ सबै हिउँ सेतै सेतै। यो राति भएको भएर त्यति देखेको छैन होला। हानेको कहाँ पुग्यो? यो पुरै हिउँ जमेको छ। आहा माछा मार्यो है, माछा मार्यो, माछा मार्यो। माछा मार्यो, माछा मार्यो। कस्तो दामी लडेको त नि फेरि। कस्तो मजा लड्यो माथि पुग्छ ठाउँमा लड्छ होला यहाँ। हिउँमा चाहिँ अलि चिप्लो चिप्लो हुँदो रहेछ। लडिहाल्यो हाम्रो भाइ। ल गाइस, हामी चाहिँ यहाँ माथि डाँडामा आइपुग्यो। माथि डाँडामा आइपुगेको गर्मी भयो। यस्तो चिसो मौसममा गर्मी भयो। यहाँ चाहिँ यस्तो, यहाँ चाहिँ एउटा यस्तो छ टप हो। यो टप हो, यो चाहिँ तल चाहिँ पुरै सिटी छ। गर्मी भयो कि ल। यो चाहिँ टपमा, सबभन्दा टपमा हो। तल चाहिँ पुरै सिटी छ। यस्तो छ। हामी चाहिँ यहाँ अलि टुप्पामा यो डाँडाको टपमा आइपुग्यो। यो टपबाट भ्यू चाहिँ यस्तो देखिन्छ है गाइस। यो चाहिँ हाम्रो कम्पनी हो गाइस। हामी काम गर्ने कम्पनी है यो चाहिँ। टपमा यस्तो छ। यहाँ चाहिँ एउटा यस्तो छ। योभन्दा पछाडि चाहिँ पुरै यस्तै डाँडाहरू छ। यता पनि पुरै यस्तो डाँडाहरू छ। पर सेतो सेतो हिउँहरू चाहिँ देख्नु भएको छ होला। यस्तो छ चाहिँ पुरै यस्तो हिउँ। ल हेर्नुहोस्, यस्तो बस्ने ठाउँमा नि पुरै यस्तो बाक्लो बाक्लो हिउँ छ। कॉफी गाइस, कॉफी को स्वाद में
डाँडाको टपमा बसेर भ्यू हेर्दै चेस आउने जाने मूल बाटो बन्द भयो रानी घाटैमा किन काँडा रोप्यौ नि निर्माया आउने बाटैमा लाखौँ माया अर्कैलाई छन्द भयो आउने जाने मूल बाटो बन्द भयो रानी घाटैमा किन काँडा रोप्यौ नि निर्माया आउने बाटैमा किन काँडा रोप्यौ नि निर्माया आउने बाटैमा यो अन्त अनि यतिको ल ल खतरा आछ खतरा ल आउँदो रहेछ नाच्ने फुल लगाइदिनु हुन्थ्यो पैसा खानु अब हिँड्यो ल गाइस हामी चाहिँ लागे पानी परेछ त्यही भएर अब चाहिँ लाग्नुपर्छ भनेर हामी झर्दैछौँ तलतिर अँध्यारो छ देखेको छैन होला ल यता त झन् डेन्जर बाक्लो बाक्लो रहेछ त ल यता पनि पुरै हिउँ छ सब हिँड्नु परेछ यता नि सबै डाँडा छ डाँडामा चाहिँ पुरै हिउँ भरेको छ बाटोमा नि पुरै हिउँ छ सब हिउँले भरेको छ बाटो चाहिँ अलिक चिप्लो चिप्लो छ है बी केयरफुल है गाइस बाटो चाहिँ चिप्लो चिप्लो छ अलिक चिप्लिँदो रहेछ हिउँमा चाहिँ डाँडामा आयो हामी 4 जना जस्तो रमाइलो गरियो एकछिन खेलियो रमाइलो गरियो एकछिन बस्ने भनेको पानी पऱ्यो क्या त्यही भएर चाहिँ हामी फर्किँदै अब चिप्लेछ है चिप्लेछ एकैचोटि तल पुग्ला है फेरि ल हेर्दै जानु होला गाइस हामी तल झरिसक्यो आउँदाखेरि बाटोमा दुईचोटि लडे चिप्लेर
मजा आयो मजा। हामी चाहिँ ओ त्यो माथि बत्ती बलेको डाँडा छ नि त्यहाँबाट झरेको। चिप्ले म 2 चोटि लडेँ बाटोमा। खेल्ने हो साथी हो खेल्ने हो। भर्खर न भुग्रो हान न। ल है ल है केटा यहाँ हिउँ खेलेर रमाइलो गरिरहेको छ है। कहिले जित्ने? ल जसले जित्छ त्यसलाई चाहिँ म धन्यवाद दिन्छु है। ल ल फेरि आएको जस्तै ल। ल ल ल फेरि लास्ट ल यहाँ ल सुरु। लागिसक्यो।